मेरो च्यानल छ म अब मेरो मम्मी न अनि घाँस काट्दै हुन्छ म त्यो खान्छु ल आइपुगे के हो आइपुगे जस्तो लाग्यो होइन किन जस्तो सुनेर नि हेलो गाइस मेरो आनी र मम्मी चाहिँ धानको मुठा पाल्दै हुनुहुन्छ अब यहाँनिर धानको मुठा पाल्दै हुन्छ अनि म यसमा पुग्छु अनि हेर्नु यहाँनिर पहाड कस्तो ठुलो छ अनि बादल हेर्नु अनि घाम कस्तो चर्को लागिरहेछ हौ यहाँ घाम कस्तो चर्को लागिरहेछ आज त मलाई पढ्नु ल सब्सक्राइब लाइक कमेन्ट सबै गर्नु होला हेर्नु डाँडा यो शेर्पाको डाँडा हो अनि हामी शेर्पा हो अनि यो चाहिँ अस्ति धामी पढ्नुहुन्थ्यो अनि अहिले चाहिँ हुनुहुन्न धामी पढ्ने मान्छे उयो हो मम्मीले चाहिँ मेरो मम्मीले चाहिँ धान बाँड्नुको लागि मुठा उयो गर्दै हुनुहुन्छ ढोली बाँड्ने हुन्छ अनि मेरो सानो नानी चाहिँ हिँड्दै हुनुहुन्छ बाई बाई मेरो आकाश कस्तो राम्रो छ नि आकाश माथि माथि हिमाल छ अनि बिल्लो कलरको पनि आकाश छ हेर्नु दिन चाहिँ माइली आन्टी र माइला हो हेर्नु खोर्सानीको बोट पनि छ सेलो फल्ने काँडा यो चाहिँ कस्तो राम्रो देखेको भ्यू चाहिँ मस्याम गोडेको तर गोड्नेको गाह्रो हुने भयो त हौ पुरा वाट इज दिस दिस इज काँडा के यु नो इङ्ग्लिसमा के भन्छ यसलाई थाहा छैन बेहुली काँडा बेहुलीले चढायो भने बेहुलीलाई लगाइदियो भने लजान्नेले चाहिँ यसले नै चिराउन हान्नुपर्छ नि दिस इज लजावती झार यो लजावती झार किनभने यहाँ अघि नमस्ते गरिसक्यो यहाँ यो छुनुपर्छ पोको पर्छ थाहा छ नि कि छैन छ यति त छैन भने नि मैले भनिदिएको साथीहरू हेर्नु होला यहाँ यस्तो छुयो भने पोको परिजान्छ तर अघि पोको परिसकेको रहेछ यो